है उहाँ माथि पनि हल्का गर्नु भयो मलाई सिकाएको खोइ सरले तपाईँ भयो भन्थ्यो के अरे भएन भने यो सरको यो अघि नभएको कि फेरि एक फेर लगाउँदैन ठिक छ हो अघि नै हाल्न दुई फेरै हालेको हो कहाँ के भयो मिस्टेक भएछ कि फुत्यो त गरेको त यसरी नै होइन र यसो गर्नु आवाज चाहिँ माथिको इसे बल्यो इसे ले भएछ बल्यो आलाको धुन चाहिँ त्यसो भइसक्यो त मिमाले मिना डोरी कागले यदि साना हाल्ने नि हुन्छ ओके छ एक फोनको त्यहाँ हाल्नु त्यहाँ बेर्दिनु अनि हो त्यहाँ सिराइदिनु न फोन यसमा हो त्यसमा एक फोनको बेर्नु पहिला यसरी होइन त्यहाँ बेर्नु खामा पहिला यहाँ एक फोनको खामामा बेर्नु हो अब चाहिँ माथि यहाँ नाले होला यहाँ हालेर आएको होला हो रि यहाँ हाल्नु हो रि यसमा हाल्नु भएन आउँदैन हो त्यसमा फुकाल्ने बेलामा गाह्रो हुँदैन हुँदैन एक फोनको सर्किहाल्यो तल अनि खामामा बेर्नु खामा ल आउनु ल भयो धेर पर्दैन ल आइहाल्नु यहाँ भित्र पख्न पनि खबर डेन्जर रहेछ फेरि हालिहाल्नु के नि घाँटी कसिक्यो त के फरक पर्दैन ल हालिहाल्छ फर्क्यो उता पुरै खोल्यो कि हाल्नु यतापट्टि ल यस्तो खतरा हो क्या यो त बल्ल घुमाइ बाँधेको भने यो नाकले गर्दा रहेछ क्या यो भएको उफ्रेको यो खोल्दैछु त अब माकेछ त्यसरी नै जान्छ नि बाबु उहाँहरूले मगर भाषा खै बुरुमबाट ल्याएर माकेछ ओइ यसको त ढङ्ग छैन कि अलिक टाइट गरिदिनु ल माथि गाँठो पनि अहिले बनाउनु पछि गाँठा गाँदैन त भोलि काट्छ एकचोटि हाल्ने कि यतिकै फेरि अझै कहाँदिनु अनि अझै गाँठो हाल्दिनु एउटा गाँठा काट गाँठा खाने बाको लागि आडो है आटोको टानिन्छ आटोको मात्रै टानिन्छ धेरै मात्रै भाग ल ओइ सँगै पाच्च्या जाले मिना टानिदिउँ अनि यति गऱ्यो भन्दा हुन्छ अन्त यो त खुल्ला बस्यो नि के फरक पर्दैन सकभर टाइटै गरिदिनु अझै पछि खुल्ला हुन्छ मोटो भयो भने त ठुलो हुन्छ नि घाँटी त्यति भए त अलिअलि गर्दा लुज पनि हुन्छ यतिको त हुन्छ अब एउटा गाँठो हानिदिनु छ यति चाहिन्छ एउटा गाँठो अझै अर्को गाँठो पक्का हुन्छ के अरे है मागिसो केसकीमाले मगर क्यामेरा नहीं मगर भाषा वर्की भरले
ल यति यो त एकदम ओके डोरीको एकदम कस्ने रहेछ कि पऱ्यो यो लाइटर यो अलिकति पोल्नु पऱ्यो दुई टाँसिदिनु पऱ्यो है जोडिदिनु पऱ्यो जोड्नु भन्दा नि यो एउटा दुई भयो ए फुत्के खाएको काटेको चाहिँ काटेको चाहिँ अब त यसको बास्की चलेन अब त मलाई हेर्न थाले हाई हाई नचल है चल्यो भने त कान पोल्छ बाबु ए तेरो हालमा पो डाक्यो यार हातमा पऱ्यो ल भयो ल कसी खाएर घाँटी कसी